दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन्। यी दुई टिम बीचको खेल अपराह्न 4 बजेदेखि टियु स्टेडियममा सुरु हुनेछ। जारी लिगमा सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने योजनामा छ। उसले पहिलो म्याचमा काठमाडौँ गोर्खास विरुद्ध उत्कृष्ट बलिङ गर्दै 29 रनको जित निकाल्यो। सुदूरपश्चिम अब पोखरालाई पनि हराएर आफ्नो अपराजित यात्रा जारी राख्ने सोचमा छ। उता पोखरा सुदूरपश्चिमलाई स्तब्ध पारेर उत्कृष्ट कमब्याक गर्न चाहन्छ। उसले पहिलो खेलमा विराटनगर किङ्ससँग 53 रनको फराकिलो हार बेहोर्यो। कुशल भुर्तेल नेतृत्वको पोखरा उक्त म्याचमा 221 रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा 167 रनमै अलआउट भएको हो। पोखराको टोली अब सुदूरपश्चिम विरुद्ध सुधारिएको ब्याटिङ गरेर पहिलो जित निकाल्ने योजनामा छ। यता सुदूरपश्चिम पनि ब्याटिङमा सुधार गरेर दोस्रो खेल जित्ने रणनीतिमा छ। ऊ पहिलो म्याचमा काठमाडौँसँग 147 रनमै अलआउट भएको थियो। हालसम्म सुदूरपश्चिम र पोखराले एनपीएलमा एउटा म्याचमा मात्र एकअर्काको सामना गरेको इतिहास छ। गत संस्करणमा भएको उक्त भेटमा पोखरा विरुद्ध सुदूरपश्चिमले 5 रनको रोमाञ्चक जित निकालेको थियो। ऊ यसपालि पनि पोखरा विरुद्ध जित निकाल्ने दाउमा छ। उता पोखरा सुदूरपश्चिमसँगको हार श्रृङ्खलामा पूर्णविराम लगाउने योजनामा छ। तपाईको विचारमा शुक्रबारको खेलमा कुन टिम विजयी होला? कमेन्ट लेख्नुका साथै आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।